गौतम हो। म चाहिँ हालै लेख्नु वार्ड नम्बर 2 घरमा बस्छु। मेरो नानी छोरी चाहिँ 12 वर्ष पुरा लागेर 13मा लाग्दै गरेको नानी चाहिँ बेलुका कति गते भयो 21 गते बेलुका 4:30 बजीदेखिको हराएको हो। नानी यो तेर्सो बाटोबाट हराएको लगभग 20 मिनट मान्छेले देखेको 20देखिको 25 मिनटभित्रमा नानी गायब भएको छ। अब यसमा सबै साथीभाइ मिडियाहरूले सबैले साथ दिनुभएको छ र पनि भेटिएको छैन। छैन एकदम जागी छ। नेपाली सेनाहरू, नेपाल प्रहरी, मिडिया साथीहरू, अब यहाँका झर छिमेकी समाज साथीभाइ सबै लागि पर्दा पनि नभेटेको अवस्था छ। अब कतै काहीँ कसैले देख्नुभयो भने चाहिँ अब यो मिडिया मार्फत अथवा घर परिवारको नम्बर मार्फत स्कुलको बाट तपाईँहरूले सूचना दिनु हुन अनुरोध गरेको छु म चाहिँ। जस्तै तपाईँहरूलाई चाहिँ बच्ची चाहिँ अब हराउनुको कारण चाहिँ के हुनसक्छ, अथवा ऊ कहीँ आफैले स्वेच्छाले कतै गरेको हो कि त्यस्तो केही भएर, अथवा केही तपाईँहरूको यस्तो आशंकाहरू चाहिँ के छ? यसमा चाहिँ हामी अनभिज्ञ छौँ। पहिले राम्रै थियो छोरी, अब घरमा त्यस्तो केही पनि भएको थिएन। खेल्ने क्रममै त्यतिकै एकैछिन हराएको त्यस्तो त्यत्रो बिरामी त्यस्तो ऊ भएको त्योभन्दा अघिल्लो दिनको झै झगडा त्यस्तो कुनै पनि छैन। नानी अब सानै हो, त्यति काम पनि यसो घरमा कुचो लाउने त अब गर्छ नै, त्यहाँदेखिको परतिर त्यस्तो काममा लाउने पनि गरेको थिएन। काम गर्छ भन्ने आश पनि हुँदैन र अब जहिले पनि बाहिर खेल्ने चाहिँ हो यति वरिपरि र कसैको घरमा गएर बास बस्ने, साथीको घरमा गएर बास बस्ने, अर्काको घरमा दिएको खानेकुरा खाइ नहाल्ने, फाल्टु मान्छेसँग पनि नबोल्ने। उसका साथीहरू भनेको चाहिँ अझ 8-9 वर्षका ऊभन्दा तल्लो लेभलका साथीहरूसँग खेल्ने, त्यो खालको उसको ऊ थियो। त्यस्तो खालको नानी हराएको, कसैले फकाउँदा पनि नफकिने स्टाइलको नानी हो। जस्तै तपाईँको त्यो हुन्छ नि जस्तो निसा लाग्ने ओर्ने अथवा कुनै बेहोस हुने त्यस्तो कुनै बिरामहरू कहिले त्यस्तो छैन त्यो नानीमा त्यस्तो छैन। अनि यत्रो दिन भइसक्यो है? जम्मा छोराछोरी कतिजना? 3 जना? 3 जनामा कान्छी हो। स्कुल चाहिँ यहीँ पढ्ने, कुन स्कुल पढ्ने हो? स्कुल 2 बजे छुट्टी भयो। 2 बजे छुट्टी भयो, उयो लुगा धुन थालिसक्यो। पानी थिएन, पानी नभएपछि त खेल्न गई तलतिरबाट उसको साथी घरमा बसेको यही बाटो आयो, यहाँ घरमा पनि पसिक्याएर कसो। त्यसबाट यसो तेर्सो लागेको बेलुकीको समयमा भनेको 4:30 बजीतिर। 4:30 बजी। अनि जस्तै उहाँ बहिनीलाई चाहिँ त्यहाँ अन्तिममा बाटोमा चाहिँ कसले देखेको, कसले भन्दै हुन्थ्यो नि अघि? त्यहाँ सुरुमा एकजना त्यहाँ बहिनीले देखेको आइज भन्दाखेरिको आइ नै गइछ। त्यहाँदेखिको परतिर त्यो माइतीले घाँस काट्दाखेरिको देख्नु आएर छ। अनि नकराउनु बन्द आइज भन्दाखेरिको त्यहाँबाट फर्केर यता आएको अरे। कता हिँडेको भन्दाखेरिको उसको आँखा छलेकोले यता फर्केर आएकोसम्म चाहिँ ठिक चाहिँ थाहा छ। त्यहाँदेखिको उता चाहिँ भनेको चाहिँ अरेको कुरो त्यो मान्छे सम्बन्धित मान्छेले भनेको छैन। 2 जना मान्छेले चाहिँ देखेको भन्छ त्यति नै। त्यसपछि चाहिँ कता गयो नि थाहा छैन। कुन बाटो उँधो झरेको यता सिसी क्यामेराले पनि देख्नु पर्ने, यता बुधबारतिर झर्दाखेरि चाहिँ त्यो पनि देखेन। हेरेको अनि अब स्कुलको क्यामेराको त अब कुरो नगरौँ, यो बाटो आयो त्यो क्यामेराले देखेको होइन। त्यो हामी उता गएको पछि कुरो थाहा भइगयो अनि त्यस्तो भयो। अनि त्यही साँझदेखि खोजी गर्दै हुनुहुन्छ होइन? खोजी एकदम गरेको छौँ, तीव्र रूपमा खोजी गरेको छौँ, भेटिएको छैन। अनि नजिकै त यहाँनिर जङ्गल पनि छ होइन? जङ्गलतिर हराएको अथवा त्यस्तो केही आशंकाले त्यता पनि खोजी गर्दै हुन्छ? जङ्गलमा चाहिँ अब त्यो तेर्सो बाटोबाट गयो भने त्यहाँ पिङ हालेको थियो, पिङ पनि बिहानै खुस्काएको रहेछ। अब यहाँ हाम्रो खगेन्द्र भाइहरू हामीहरू सबै नै गएर त्यहाँ हेरेको, त्यहाँ सोझेको, त्यो अरूतिर छरछिमेकीसँग देख्यौँ न भन्छन्। अब त्यहाँ अब फेरि अर्को समस्या के भइदियो भने ठिक्क त गाईबस्तु थुन्ने कुखुरा थुन्ने बेला भइदियो त्यतिखेर। त्यो गर्दाखेरिको गाउँका अरू मान्छेहरू पनि नहिँडेको जस्तो समय हो क्या त्यो चाहिँ। बेलुकाको 5:30 बजे भनेको त अब थानको मुनको गर्ने, आफ्नो घर काम गर्ने समय परेको थियो। त्यसले गर्दा पनि अब त्यो लाने मान्छेलाई अलिक सरल सहिलो परेको होला। कसरी लगनी भन्ने खालको लाग्छ? लगनी भन्ने खालको समस्या छ। त्यो नानी जङ्गल पस्दिन, त्यो फकाएको अब त फकिँदैन पनि, अनि त्यसलाई त किटापै गरेर लाग्यो, अपहरणै गऱ्यो भन्ने लाग्छ है? अपहरणै गऱ्यो भन्ने लाग्छ मलाई चाहिँ त्यस्तो लाग्छ। अब निसा लाग्यो भन्दाखेरिको जङ्गल पस्ने बेलुकाको कुरो आउँदैन।
अब जङ्गल जाँदा पनि त्यति टाढो बेलुका टोयलेट पनि लाग्दैन केटाकेटीलाई बिहान लाग्छ टोयलेट गरेर पस्दाखेरि पो उतै लाग्यो कि भन्दाखेरि पनि त त्यो एउटा कुरा आउँछ नि दिउँसो त्यही पनि अन्तिममा त फेरि यता देखेको फेरि गाउँतिर देखेको होइन होइन अन्तिममा त जङ्गलको छेउ जङ्गल अब अन्तिममा त यहाँ गाउँतिर देखेको लु पिङ खेल्नै गइछ भने पनि त हुन त जङ्गलको छेउ पर्छ पिङ चाहिँ कहाँ छ बुझाबारीको चौरी ए तल त्यो पिङ पनि बिहानै खोलेको थियो अरे ऊ त बेलुका गयो के हो उसलाई पनि थाहा छ त पिङ खोलेको पिङ खोलेको उसलाई पनि थाहा छ अनि अनभिज्ञ हामीहरू सबैजना अब त्यस्तो हुँदाखेरि त अपहरणकै आशंका गर्दाखेरि जस्तो गाडी सवारी साधन त्यसले पनि त सवारी साधनमै गर्यो होला होइन त्यस्तो हुँदाखेरि है यही बाटोमा आउँदा त सिसी क्यामेराले गाडीहरू पनि गाडी नम्बरहरू पनि ट्र्याक गर्न सक्छ हेर्न सक्छ भएन भने बेलबारीतिरबाट पनि आउँदाखेरि त होइन त्यतातिर चाहिँ प्रहरीहरूलाई अनुसन्धान गर्ने कुराहरूमा कतिको तपाईँले कुरा गर्नुभएको छ त्यो विषयमा चाहिँ मैले गर्नु त गरेँ के भन्छन् प्रहरीको के छ प्रयास कसरी गरिरहेछ अनुसन्धानमा प्रहरीले त अब सक्दो नि गर्न त गरिरहेछ हिजो पनि प्रहरीले त्यत्रो खटेर माथि झटारेसम्म पुगेर ल्याएको हामीलाई अरू बेला पनि प्रहरी हाम्रै साथमा कतिपय ठाउँमा हिँडिरहेछन् अनि गर्नु त गरेको छ त्यस्तो नि आशंका त्यसरी गरेर प्रहरीले कसैलाई नियन्त्रणमा लिएको छ छैन के छ एकजनाले लिएको छ नियन्त्रणमा ल्याएको छ ए अनि सोधपुछ भइरहेछ के भन्छ उसले चाहिँ त्यस्तो केही कुराहरू स्वीकार गरेको अथवा कस्तो के छ कुराहरू त्यसको एकपल्ट स्वीकार गरेको थियो फेरि अहिले अस्वीकार गरेको जस्तो कुरा छ अब त्यो के खालको मान्छे हो अलिक मानसिक रूपमा बिरामी हो कि अथवा सधैँ मान्छे हो पहिले चाहिँ सधैँ थियो अब अहिले बिरामी भएको हो त्यो थाहा छैन प्रहरीले जस अनुसन्धान गर्दैछ अनि अब यत्रो दिन भइसक्यो होइन अब तपाईँको छोरी आफ्नो सन्तान हराइराख्दाखेरि एकातिर पीडा छँदैछ र पीडालाई बिर्सिएर खोजीमा लाग्नुपर्ने होइन सबैतिर सम्पर्क गर्नुपर्ने कामहरू पनि गर्दै हुनुहुन्छ गर्दैछ गरिरहेछौँ हामीले त्यो झराकै दिनदेखिको फङ्सन सबै आफन्तहरूमा गरिरहेछौँ अहिले त झन् मिडियाहरूले पनि गरिरहेछ काम भेटेको छैन अनि उसले त्यो फोनहरूमा त्यस्तो कुरा गर्ने अथवा सामाजिक सञ्जालहरू चलाउने नानीले त्यस्तो केही थियो कि थिएन त्यो सामाजिक सञ्जाल भन्दा पनि यो चाहिँ के अरे तपाईँको टिकटकहरू हेर्ने त्यो के युट्युबहरू हेर्ने फिल्महरू हेर्ने त गर्छ मोबाइल देख्न चाहिँ गेमसम्म खेल्थेँ खासै त्यसरी फेसबुकहरू चलाउने त्यो गर्ने थाहा छैन त्यो छैन है त्यसरी सम्पर्क भयो भन्ने खालको कोहीसँग त्यसरी साथीभाइहरूसँग भयो भन्ने पनि छैन होइन अब हामीले थाहा नपाइकन भयो भने अलग कुरो न त्यो गर्ने नियतको केटाकेटी चाहिँ होइन हामीले जान्दाखेरि उहाँ चाहिँ हजुरआमा हुनुहुन्छ होइन ए नातिनी हराएको कति दिन भयो 6 दिन भयो 6 दिन भयो तपाईँसँग केही कुरा भएको थियो नातिनीको हराउनुभन्दा अगाडि त्यस्तो केही कतिखेर भेट भएको थियो हजुरसँग अलि अगाडि चाहिँ भएको थियो अनि उखेल नगरेपछि यता घरमा कोही भन्छ नि आइ भन्छन् कोही मैले दिएँ हामीले बाटोमा दिदीले भेटेको रुखराट आउँदाखेरि घर चाहिँ हिँड भन्दा चुप भनियो अरे चुप भनियो अरे कसले चाहिँ नानीले त्यही हराउनेले दिदीले जाउँ घर भन्दा चुप भनियो अरे होइन त्यहाँदेखि उसका स्वरले उतै जस्तै त्योभन्दा अगाडि दिउँसो तपाईँसँग गफगाफ घरमा भेटघाट हुँदाखेरि बिहान चाहिँ भात खाएको बेलामा त्यस्तो केही कुराहरू त त्यस्तो गरेन दुखे सुखे समस्याका कुराहरू त गरेका थिएन भन्दै थिएन अनि हिँड्ने बेला त मैले थाहा पनि पाइनँ कता डुल्न गएर नै भारी आउँदा छैन अघि हजुरले भन्दै थिएन हजुर चाहिँ मम्मी होइन त बिना गौतम लेटाङ नगरपालिका 2 नम्बर वार्ड पढाउने होइन अब मेरो नानी कान्छी छोरी हो अंशु गौतम अब त्यसको अर्काले फकाउँदा फर्किने अर्काले त्यो नखाने अर्काको लालचनामा नफस्ने ऊ आफ्नै दिदीले दिएको लुगाइ नलाउने अर्काले दिएको लाउने खाना त कि ओल्लो घर नजाने ओल्लो घर पल्लो घरसँग नबोल्ने अहिले दिएको नखाने नबोल्ने अरूसँग हेलमेल नहुने ऊ भन्दा आफूभन्दा सानोसँग
ओल्लो घर पल्लो घरसँग भेटेको चाहिँ जुन त्यहाँ उहाँले आइज बहिनी भन्नुभयो उहाँकै नानीहरूसँग चाहिँ हेलमेल हुने क्या बढी मात्रा भनेको को उहाँ चाहिँ उहाँ भनेको के नाम श्रीमता ठकुरी हो उहाँकै नानीसँग चाहिँ हेलमेल अन्तिममा उहाँले नि देख्नु भएको होइन अन्तिममा होइन सुरुमा सुरुमा अनि उहाँकै नानीसँग चाहिँ हेलमेल हुने हो त्यहाँभन्दा अन्त यताउति नजाने अनि यहाँ तल त एकजना सानो नानी छ उसँग हो उसँग त अगाडि नै आइसकेको थिएँ अब उहाँ आइकन पनि यहाँ घरमा आइकन पनि दिदीले घर जा भन्दा चुप भनिरही त्यस पछाडि दिदी दोकानमा मधु लिन गई मधु लिएर निस्किँदाखेरि पनि बहिनीलाई घर याद गरी त्यही चाहिँ अब यस्तै त हो नि सधैँ हिँडिरहन्छ कहिले काहीँ खेल्न भनेर थपकासँगले ऊ जोत फ्याट गएर आउँदा केही छैन म पनि खेतमा गएँ खेतबाट आउँदाखेरि नानी छैन अनि आएको 10 मिनट पछाडि बहिनी खै भन्दा छैन भएपछि अनि खुसीमा लागिहाल्यो क्या जस्तै तपाईँ खेतमा जानुभन्दा अगाडिको कुरा गर्थ्यो भने नि खेतमा जानुभन्दा अगाडि चाहिँ ऊ म बसिवरी मजाले गफ गरिवरी यहाँ गुन्थी ओछ्याइ वरी सुतिवरी गफसफ पनि भएको त्यस्तो अनि के भएको छ कसो भएको छ भन्दा केही पनि भएको छैन ठिकै छ सन्चै छ राम्रै छ भन्ने त्यस्तो केही नभने क्या उसले साँच्चै भन्नुपर्दा सानैदेखि उसको आदतै उसले घोसे टाइपको खुलेर कोहीसँग नबोल्ने उसलाई के भएको छ कसो भएको छ केही नै नभन्ने केही नै नबोल्ने क्या हो त्यस्तो खुलेर त्यो दिन चाहिँ के अलिक बिरामी त्यो अघि भन्दै हुन्थ्यो नि तपाईँले घडी हेरेको गर्दिनु के गर्दिनु भनेको थियो त्यो अघिल्लो दिन चाहिँ अब मलाई चाहिँ अघिल्लो दिन चाहिँ उसले कहिले त्यस्तो शब्दले बोल्दिन थिए दिदीले बिने ढुङ्गेकी छोरी भन्दा उसले कुनै दिन त्यस्तो शब्दले बोल्दिन थियो अघिल्लो दिन चाहिँ बिहानैदेखि जे भन्छु म नानी भन्छु यताउति भन्छु म त साइड लाग्ने क्या पग साइड लाग्ने खालि पग साइड लाग्ने तँ बिने नआइज मसँग तँ बिने ढुङ्गेकी छोरी तँ मसँग छेउमा नआइज भने ऊ साइड लाग्ने क्या अलग्गै पग जाने साइड लाग्ने अनि फरक व्यवहार देखाएको व्यवहारै फरक देखाएको थियो अघिल्लो दिन चाहिँ अनि म कागज टिप्न गएँ आएँ आउँदाखेरि पनि म नानी भन्छु अंशु भन्छु तँ मेरो छेउछेउमा नआइज त ढुङ्गेकी छोरी मलाई सुर्छ तँदेखि भन्ने क्या त्यस्तो आदत क्या त्यो दिन चाहिँ अनि हामी 1 बजे गइहाल्यौँ सोमबार बेलुकाको दिन त्यो 1 बजे गयौँ अनि बजार हामी कागज ठेका लिएर बेच्छौँ अनि त्यस पछाडि गइहाल्यौँ अनि बेलुका लगभग आयौँ 7 बजे 7:30 बजे आयौँ आउँदाखेरि अनि त्योभन्दा अगाडि चाहिँ उसले फोन गरी बुवाको नम्बरबाट फोन गरी मेरोमा अनि यो त कति बिको के बिको कस्तो छ के छ मलाई के ल्याइदिने भने बाबाले कति बेच्नुभयो भने सोधी मम्मी नै भने त्यति बेला चाहिँ अनि ठिकै छ राम्रै बिक्दैछ सकिन आँटो मेरो बाबाको चाहिँ कति छ भने त्यस्तै गफ भयो अनि के ल्याइदिने भने के ल्याइदिनु भनेको मोमो ल्याइदिनु न भने अनि कस्तो मोमो भनेको मासुमा मोमो ल्याइदिनु ल भने ह्याट त्यस्तो म ल्याउँदिनँ पैसा छैन मसँग भने चाउमिन ल्याइदिनु भने म केही पनि ल्याउँदिनँ भने अनि नल्याइदिनु आमा बाउले छोराछोरीको त कहाँ दया माया गरेर जान्दछन् त खाना दिन जान्दछन् भन्यो अनि होइन ल्याइदिन्छु भनेपछि अनि त्यहाँदेखि चुपचाप लागि बोलिन अनि जहिले पनि प्रत्येक दिन आउँदाखेरि भनेको 2वटी नानी चाहिँ यहाँ माथि कलबोट छ कलबोटसम्म चाहिँ गाडी ओर्लिने बित्तिकै आएको थाहा पाउने बित्तिकै चाहिँ लिन जान्थ्यो क्या हामीले प्रत्येक दिन लिन जान्थ्यो त्यो दिन ऊ गइन यहीँ मास्टरसम्म गयो अनि बाटो हेरेर गरी थपकासँगले खाना त भइदिए आइ अब उसलाई मिस भयो भने पहिलोचोटि थियो ऊ त्यो दिन भनेको त ऊ हगाउने दिन 21 गते भनेको 13 दिन कि थियो अनि अलिक अर्कै स्वभाव चाहिँ नतिजा चाहिँ देखाएकी थिए पहिलो पटक भएको थियो पहिलो पटक हुँदाखेरि त्यस्तै होला नि भन्ने भयो हामीलाई कि त्यस्तो घरमा रोकछेक गर्ने घरभित्रै थुन्ने आफ्नो त्यस्तो पनि थिएन खुल्लम खुल्लै छोडिदिएको थियो त्यस्तो भयो भने अब दादाले बाबाले बुवाले हेर्नु हुँदैन भन्ने थियो नि त पहिलाको रुढीवादी त तर त्यस्तो थिएन कि हामीले चाहिँ खुल्लम खुल्लै छोडिदिएको मैले चाहिँ 2टै नानीलाई त्यो भयो अघिल्लो दिनको कुरा गर्नुभयो त्यो दिन तपाईँ खेतमा जानुभन्दा अगाडि पनि त तपाईँले अघि कुरा गर्नु त्यो खेतमा जानुभन्दा अगाडि पनि खेतमा जाउँ भन्दा पनि ऊ मानिन क्या म जान्न यहीँ बस्छु भन्यो अनि अलिक घोसे भयो यहाँ खाँबाको यो तल्लोपट्टिको खाँबाको छेउमा उभिएकी उभे भई घडी हेर्छे अनि पालाक पुलुक यताउति हेर्छे अनि के भएको छ नानी सन्चो छैन भन्दा होइन केही भएको छैन भन्छ ऊ अनि अलिक बिहानदेखि नै अलिक अनुहार चाहिँ उज्यालो थिएन क्या त्यसको खासमा अनि अघिल्लो दिन त त्यस्तै भएको नतिजा त अब अगाडि नै देखाइदिगई के भनेर अनि अनुहार अलिक अँध्यारो थियो उज्यालो थिएन त्यही पनि बोल्न चाहिँ मजाले नै खुलेरै बोलेकी थिए अब खेज्छु भन्दा पनि मानिन खानासाना पनि स्कुलबाट आइ मजाले घिउसँग भात खाएँ एकछिनमा त्यो फुरनदाना चिउरा खाएँ यहाँ मसँग बसेँ अनि यहाँ मुढामा बसेँ अल्छी लाग्यो भने टाउको चाहिँ लाग्यो भने मैले
जुम्बा हाइदिन्छु भनेर टाउको पनि एकछिन हेरिदिएँ, जुम्बा पनि थिएन केही पनि। त्यसपछि कपाल बानी गयो। अन्तदेखि सधैँ सुरुवालहरू लाउँथेँ, हाफपेन्ट कहिलेकाहीँ मात्र लाउँथेँ, बेलुका भएपछि हाफपेन्ट लाउँथेँ, नभएदेखि लाउँदिनँ थिएँ। अनि त्यो दिन थपकसँगले कालो हाफपेन्ट अस्ति बाबालाई ल्याइदिएको थिएँ, उसले टिकटक बनाउँदाखेरि लगाइहालेछ। दिदीको फेसबुकबाट आइडीबाट टिकटक बनाउँदा लगाइहालेछ। अनि लगाएपछि तैँले लाग म लाउँदिनँ भन्नुभयो, बाबाले लाउनु भएको थिएन, उसैलाई दिनु भने उसले त्यो हाफपेन्टलाई भेस्टलाई अनि थपकसँगले कोपाल चोपाल गयो। अनि ऊ अब म 3:30 बजे खेत जाउँ भन्दाखेरि ऊ नगएपछि चाहिँ अब म हिँड्ने पछाडि चाहिँ ऊ पनि हिँड्ने थिएछ क्या लगत्तै। त्यसपछि तपाईँको भेट भयो? त्यस पछाडि आमा छोरीको भेट भएको छ। त्यसपछि अनि अब आउनुभयो, आउँदाखेरि नदेखेपछि दिदी फ्ल्याटबाट पनि आए पछाडि दिदीलाई कति बेलासम्म बहिनी थियो भन्दा यति बेलासम्म थिए भने अनि कता गई देखिन। कति बजेसम्म भने 4:15 देखि 4:30 को बिचमा घरमा? दिदीले घरमा होइन बाटामा स्कुल छेउ चोकमा हो। अनि दिदीलाई चाहिँ बहिनी देखिनस् भनेको, देखिन भने। नदेखेपछि बहिनी कता गएछ त, अहिले त्यसलाई सन्चो पनि नभएछ भन्दाखेरि खै थाहा भएन भने। अनि म यताउति कसैलाई नभनिकन चाहिँ अब बाटाउँदै यताउति आँगनउँदै कसैको घरमा पलाक पुलुक हेर्दै हिँड्दाखेरि मैले कहीँ देखिनँ। नदेखेपछि एका गाउँ चाहिँ मलाई शङ्का लागेको ठाउँमा चाहिँ म घुमिसकेपछि चाहिँ अनि दिदीलाई ल्यायो भने दिदीलाई ल्याइजाँदा पनि 1-2 ठाउँ सोध्यो। अब डाइरेक्टै अगाडि घरमा गयो त मेरो नानी यस्तै भयो भनेर त सोध्नेको आउँदैन। कहिलेकाहीँ अब खेल्न हिँडिराख्ने मान्छे। अनि आयौँ दिदी भयो आमा छोरी भएर गयौँ। अनि खोजिमा नभएपछि चित्त नबुझेपछि अनि दादालाई ल्यायो गयो। सुनिया स्कुल चोकमा थियो, दादा पनि मोबाइल चलाउँदै थियो। अनि तल जङ्गलको छेउमा भवन छ, कलेज छ, भवन पनि छ, कलेज पनि छ। त्यहाँ माथि चढी तल यताउति घुमिगयो, सबै हेऱ्यो। हेर्दाखेरि कहीँ छैन, खोल्साखोल्ची पनि हेऱ्यो, हेर्दा पनि कहीँ छैन। अनि त्यस पछाडि चाहिँ हामी यताउति घुम्दा पनि कहीँ नभएपछि अनि बाबा पनि बजारबाट आइपुग्नु भयो। अनि त्यस पछाडि बाबा आएपछि अनि के भयो भन्नु पनि यस्तो भयो भन्दा चाहिँ अनि ठ्याक्कै त्यस पछाडि चाहिँ हल्ला भएपछि सबैजना गाउँको पनि झुरुप छिमेकीहरू भेला हुनुभयो। अनि भेला भएपछि त्यस पछाडि 6 बजेदेखि चाहिँ सबैजना जुट्नु भयो क्या खोजीमा। प्रहरीलाई कतिखेर भयो? 6 बजे। अनि उहाँहरूलाई 6 बजे दादाले चाहिँ फोन गर्यो। अनि यस्तो भएको छ, मेरो बहिनी यस्तो भएको छ भन्दा बाबु तिमी भोलि बिहान 9 बजेतिर आउनु, भोलि आगन 6 बजे आउनु, फोटोसोटो लिएर। अहिले चाहिँ छोडिदेऊ, अहिले राति भयो, अहिले अब हामी यहाँ कन्सर्टमा पनि हल्ला गर्छौँ, तिमी पनि खोजीमा लाग भनेर भन्नुभयो उहाँहरूले। त्यस पछाडि त्यतिकै भयो। अनि खोजीमा चाहिँ नानीहरू चाहिँ यहाँबाट 2-4 भाइहरू पनि जानुभयो, त्यता पनि खोजीमा लाग्यो। बिहान कन्सर्टमा पनि लगभग 8 बजेदेखि 2 बजीसम्म खोजीमा लाग्यो। उता यता 2-4 भाइहरू यता त्यस्तो केही पनि देखिएन। धोबी तोइकेतिर पनि 2-4 भाइहरू चाहिँ त्यता पनि राति नै रात खोजीमा जानुभयो। उहाँहरू म बाहिरबाट भित्र पस्दाखेरि 2 बजे राति थियो, ठ्याक्क 2 बजेको थियो। उहाँहरू 3-4 बाइकमा आउनुभयो। अनि लु यस्तो भयो, हामी सही घुमेर आएको, केही नै नतिजा देखिएन भन्नुभयो क्या। अनि भोलिपल्ट बिहानदेखि त अब त्यही दिनदेखि नै लगातार लागिहाल्यौँ नि हामी।